सो हे गाइस नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई न्यू च्यानल न्यू ब्लग सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै नै छु। सो साथीहरू आज चाहिँ स्पेसल डे छ है साथीहरू। अनि आज चाहिँ धेरै ठाउँ जानुपर्ने छ साथीहरू। अब चाहिँ म एकछिन देखाउँछु म कहाँ जान लाग्छ भनेर है त। उही गरेर म भेडाउँछु है म कहाँ जान लागेको छु साथीहरू। ल अब चाहिँ जानुपर्ने हुन्छ। सो साथीहरू म चाहिँ कहाँ जान लागेको हजुरहरूले गेस गर्नु होला। म चाहिँ कहाँ जान लागेको छु साथीहरू। हजुरले चाहिँ म देखाउँछु गएर चलो। साथीहरू म चाहिँ ठ्याक्कै पनि पुगिसकेँ। अब के काम साथी त्यो देखाउँछु है त म। ल यो बाख्रा लिएर टक्क यहाँ राख्ने, अहिले सिमेन्ट आउँछ उता राख्ने, यहाँ लिएर टक्क दह्रो बुझ्ने कि हिजो काम चाहिँ यो भयो साथीहरू। हिजो चाहिँ यहाँदेखि लिएर टक्क लगाएर घाँसमा भयो यो चाहिँ पुरै हानेको। अब चाहिँ यो जुन खाली ठाउँ छ नि साथीहरू अनि यहाँ चाहिँ पुरै हान्नुपर्छ है। आइसक्यो है मैले सिमेन्ट लिएर आइसकेँ है। सिमेन्ट त्यहाँ छ। हिजो चाहिँ यति भयो। अब चाहिँ एकछिनमा यो पनि पुरै हुन्छ सर र ढुङ्गासँग चार्जिन्छ। अनि उसमा पक्सर भएर त्यो पनि लिएर आइसक्यो।
सो साथीहरू त एकछिन कामसाम गरेर कि नास्ता खान लागेको छौँ। मान्छेको आउँदैछ नास्ता, अब एकछिनमा नास्ता खानुपर्छ साथीहरू है। सो साथीहरू म चाहिँ नास्ता पनि खाएर आइसकेँ। घर चाहिँ यतातिर म पुग्न लागिसकेँ। नास्ता खाएर साथीहरू भन्दै खाँदै आयो, किनभने एकदम पानी पर्ला जस्तो गरेछ क्या मौसमहरू साथीहरू, त्यस्तै गरेछ पानी पर्ला जस्तो गरेछ। त्यही भएर चाहिँ साथीहरू म छिटो आएको हो। सो साथीहरू घर पनि पुग्यो है, पस्नेल भएर एकदम भयो साथीहरू। एकदम साथीहरू यहाँ चाहिँ आगो लागेको रहेछ कि आगो सबै खै गर्मी हुनसक्छ, पुरै आगो लागेर एकदम बेहाल भयो साथीहरू। ल अर्को भिडियोमा भेटौँ ल है त साथीहरू। जय नेपाल, नमस्ते।